गाइस आज चाहिँ हाम्रो दिदीको लास्ट दिन हो। यहाँ हामी दिदीबहिनी मिलेर चाहिँ बिदा गर्दैछौँ। लास्ट यात्रा राम्रोसँग जानु होला। अरू त्यही हो पैसा दिनु पर्दैन के ल ल चेलीबेटीले हे त बिहान बिहान म भाग्यवानी हुनु ल तास्तु हाम्रो यहाँ त हल्ला काटिरहेछ अलि बिस्तारै गर रे यहाँ फोटो आएन रे के बिस्तारै गर्नु माथि मात्रै चाकतिर मन्दिर हुँदैन यात्रा नमस्ते धन्यवाद मेरो कान्छीलाई लो मेरो दिदी बहिनी सबै एउटै भाग्यवानी हुनु छेरङ्गाई खाइदेऊ थोरै खाइदेऊ दिदी राम्ररी जानु ल ए फोटो खोइ जाने भाले बोकेर आउनु भाले बोकेर नखिच्ने फोटो अब खोइ जाने सबैजना अनि मोबाइल तिम्रो मोबाइल खिच्न देऊ न लु खिच्यो मेरो भुल्टो बिचरा आमा बहिनी हो दिदीको तर्फबाट है दिदीको तर्फबाट बहिनीको तर्फबाट नमस्ते अरू त मेरो बिहेमा बोलाउँछु मैले ल हामी सबैजनाको त्यहाँ भिडियो भइरहेको छ होइन त्यहाँ अनि लाग्छ एउटा हाई हाई गर्नु सबैजना अनि गर्नु पर्यो नि रमाइलो म फोन गर्नु चिसो 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 त यस्तो तातो जाडो महिना चाहिँ हुन्छ पछि आइदिनु दिदी गिफ्ट कति छ त्यहाँ झोलामै छ सबैले हाम्रो चाहिँ यसो ओढेर जानुमा त्यहाँ हाले ब्यागमा कलै गरिहाल्छु नि म नेपालको काम हुँदैन आफूलाई कलकत्तै सताउने हो कति बजी पुग्छ अरे नेपाल 9 बजी पुग्छ होला नेपालको यहाँको त 11-12 रातिको म त सुतिसक्छु होला न चिल्ली गरिदिनु मेसेज छोडेर राखिदिनु नि पुग्यो भनेर भोलिपल्ट फोन गरेर बोलाउँला है जान्दिनँ है अब 6 महिना गर्नु मात्रै पर्दैन होइन गर्नु मात्रै पर्छ अलिक त्यो भए आँखिनु गइहाल्छ मेरो त 1 वर्ष भन्दा पनि कता कतै गइरहेको ल आऊ है नेपालतिर भेट्नुपर्छ गुरुङले साँच्ची हो भन्छ मलाई मेरो नि अब आउनुलाई साँच्ची रहेछ 4 महिना बाद 4 महिना यहाँ फेरि आगो बोल्छ अरे यो गाह्रो छ 11 महिनामा ढिलो सुस्ती गर्नु है अहिले जाडो लागि दादा मैले लगेर हाल्नु भनेको थिएँ ल लास्ट है मलेसियाको हाम्रो चाहिँ ल बाई हाम्रो हिँड्ने गए हाम्रो दिदी तल गएर पुग्छ निस्किँदैन मैले सामान निकाल्छु त दिशान्त दिदीहरू उठ्नु भएन तर उठिसकेको बत्ती बाल्दा जम्नु त गाइस ल हामी पनि लाग्यो
सम्झिनु अहिले फेरि उहाँ गएर एयरपोर्ट गएर चाहिँ दिन्छु नि गाइस हामी चाहिँ दिदीको सामान पुऱ्याउँदै जान्छ हिँडेको हामी चाहिँ दिदीलाई पुऱ्याउन हामी नि गएको नेपाल साबुन हाल्छ होला हामी सामानहरू यहाँ फ्री छ दादाहरू पनि भएछ कहाँ सामान यहाँ राख्ने क्या सामान हामी नेपाल ल यो चाहिँ यो लिएर आउनु न कति बजे अहिले रातिको बिहानको 4 बजे 4:30 बजे आउनु भइसक्यो ल बिदाको नरुनु भाइ मुस्क गए मरिँदै असला दादा राम्रोसँग जानु सेफ जर्नी शुभयात्रा लु बाई दी बाई हेरे अब यता 5 बजे बाई बाई जानु भएर चाहिँ बिदा गर्दै ल दिदीलाई बिदाई गरेर फेरि अब सुन्न गएको माथि रुमतिर